ग्यास्ट्रिक भन्ने कुरा चाहिँ खास रोग चाहिँ हामी नेपाली ठट्टा गरेर यो चाहिँ हाम्रो दसैँमा मात्रै होइन कि ठट्टै गरेर हामीले नेपालीको राष्ट्रिय रोग भन्छौँ। खास ग्यास्ट्रिकको अर्थ के हो भने ग्यास्ट्राइटिसबाट ग्यास्ट्रिक आएको। ग्यास्ट्राइटिस भनेको चाहिँ आन्द्रा सुन्नेको पेट आमाशय सुन्नेको अवस्थाले भनिन्छ। यो चाहिँ इन्डोस्कोपी गरेर हामीले हेर्ने कुरा हो। ग्यास्ट्रिक भन्ने कुरा चाहिँ यदि तपाईँ नियमित रूपले नर्मली खानुहुन्छ भने मिलाएर खानुहुन्छ भने ग्यास्ट्रिक हुने सम्भावना कमै हुन्छ। मात्र म एउटा दुईवटा वर्ग भने जस्तै म महिलाको कुरा निकाल्छु। महिलाहरू के गर्नुहुन्छ 5 बजे उठ्नुहुन्छ, 7 बजे उठेकोलाई खुवाउनुहुन्छ, 9-10 बजे खाना खुवाएर पठाउनुहुन्छ, आफू बोल्दा 11 बजे खानुहुन्छ। उहाँले त बिहान 5 देखि 10 बजेसम्म खाली पेट बस्नुहुन्छ। दिउँसो 1-2 बजे उहाँ भोकै बसिरहन्छ। 4 बजे छोराछोरी आउला भनेर कुरे बस्नुहुन्छ महिला र 4 बजेतिर उहाँलाई खाजा बनाइदिनुहुन्छ, तपाईँ आफूले खानुहुन्न। भनेपछि महिलाहरूको चाहिँ दिनभरिमा एकदम खाली पेट बस्ने टेन्डेन्सी बढी हुन्छ, व्रत बस्ने टेन्डेन्सी बढी हुन्छ। यहाँ चाहिँ नखाएर बिग्रियो, नखाएर लामो समयसम्म ग्याप हुनाले ग्यास्ट्रिक एसिड पैदा भयो। दोस्रो वर्ग हेरौँ जो घर बाहिर खान्छ, उसले एक छाप पनि भात घर खान्न। खाजा भन्ने बित्तिकै उसले बिहान चना केराउ के खाइदिएर फ्राई खाइदिएर खाना पनि उसले बाहिर खाइरहेको हुन्छ। खाजा भने चाहिँ मोमो चाउमिन चटपट पानीपुरी समोसा पकौडा के खाइरहेको हुन्छ। बेलुका पनि उसले डिनर पनि बाहिर रेस्टुरेन्टमा खाइरहेको हुन्छ नि। यो मान्छेको फेरि खाना नर्मल भइरहेको छ। जो मान्छे रक्सी चुरो खैनी सुर्ती खान्छ यसको खाना नर्मल भइरहेछ। मेरो भन्नको अर्थ खाना नखाएर पनि ग्यास्ट्रिक भइरहेछ, टाइममै नखाएर पनि ग्यास्ट्रिक भइरहेछ र कहिले हामी नचाहिने कुराहरू चिल्लो चाप्लो बढी खाएर पनि ग्यास्ट्रिक भइरहेछ। र अघि नै मैले भनिहालेँ मुख्य कारण त रक्सी चुरो खैनी सुर्ती हो। दोस्रो एच पाइलोरी अल्सर गर्ने किटाणु हो। तेस्रो तनाव हो। यसले ग्यास्ट्रिक अल्सर गर्ने हो। त ए तपाईँ मिलाएर बिहान उठ्ने बित्तिकै 7 बजे खाजा खानुहुन्छ, के दुध या कालचियासँग तपाईँले राम्रै खाजा खाइदिनुहुन्छ। मैले दुध भन्ने बित्तिकै ग्यास्ट्रिक हुनैपर्छ छैन। तपाईँले यदि कालचिया दुधसँग तपाईँले राम्रै खाजा कर्नफ्लेक्स या मकै भटमास रोटीहरू केही खानुहुन्छ भने, फेरि 11 बजे खाना खानुहुन्छ भने 3-4 बजेतिर घरेलु खाजाहरू खाइदिनुहुन्छ र बेलुका 7 बजे नर्मली 4-4 घन्टामा खाना मिलाएर खानुहुन्छ भने तपाईँलाई ग्यास्ट्राइटिस हुने सम्भावना कम हुन्छ। विशेष ग्यास्ट्राइटिस र अल्सर हुने मुख्य कारण एच पाइलोरी हुने किटाणु हो, जो नेपाल इन्डिया जस्तो देशमा एकदम व्यापक छ। यो किटाणु नउमालेको पानी काँचो कुराबाट आउन सक्छ। तपाईँले उमालेको पानी खानुहुन्छ भने यो एच पाइलोरी भन्ने किटाणु तपाईँ शरीरमा प्रवेश हुने सम्भावना कम हुन्छ। मिलाएर खानुहोस्, तनावमुक्त वातावरण बस्नुहोस्, रमाइलो गर्नुहोस्, हाँस्नुहोस्, खुसी हुनुहोस्।